हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ म धेरै पछि आइसकेको छु र अहिले चाहिँ म देवीथान आएको छु है। यहाँबाट चाहिँ धेरै राम्रो जितेल बजार देखिने रहेछ है। अनि यहाँ चाहिँ दिदीहरू फोटो खिच्नु हुँदैछ, टिकटक बनाउनु हुँदैछ, त्यो पनि म देखाउँछु। अहिले चाहिँ म जितेल बजार देखाउँछु ल। यहाँ चाहिँ धेरै राम्रो जितेल बजार देखिन्छ र यहाँ चाहिँ धेरै सजिएको पनि छ। यहाँ चाहिँ धेरै राम्रो छ है। यो चाहिँ देख्न सक्नुहुन्छ देवीथानबाट देखिने जितेलको नाइट भ्यू है त। त्यस पछाडि यता देवीथान यस्तो छ है त। यता चाहिँ नम्रता दिदी हुनुहुन्छ। हेलो, ठिक छ। यता चाहिँ निर्जला दिदी, यहाँ चाहिँ मोबाइल हेर्नु हुँदैछ, गीत छान्नु हुँदैछ है। यहाँ चाहिँ मधु दिदी यहाँ चाहिँ बसिराख्नु भएको छ टक्कसँग। त्यस पछाडि यता सुनिता यहाँ चाहिँ टक्कसँग फोटो यहाँ चाहिँ फोटो खिचिदिने मान्छे हुनुहुन्छ। यता चाहिँ यहाँ चाहिँ वर्षा, उहाँ चाहिँ मेरो साथीहरू। म चाहिँ देवीथान घुम्न आएको छु। दिदी यो त के भयो? दिदी यो त के भयो? खिच न ल, फोर्सेस ल खिच त ल। यति नै, सबैजनाले माया गरिदिनु होला हाम्रो खुसीको ब्लगमा। यता पनि घुम्न आउनु भएको छ हाम्रो साथीहरू। हेलो, कहाँबाट आउनु भएको तपाईँहरू? हामी चाहिँ यहाँनिर फोटो खिच्ने अनि भिडियो बनाउने काम भइरहेको छ। सबैले माया गरिदिनु होला।